जो मंगलबार भएको कुरूर आतंकवादी हमलामा परि एक नेपाली सहित 26 जनाको ज्यान गएको छ। यो हमला पर्यटकहरूलाई लक्षित गरी भएको थियो। यो घटना हालैका वर्षहरूमा कश्मीर उपत्यकामा नागरिकमाथि भएको सबैभन्दा घातक र क्रूर घटना हो। द रेसिस्टेन्ट फ्रन्ट टीआरएफ नामक आतंकवादी समूहले यो हमलाको जिम्मेवारी लिएको छ। मंगलबार दिउँसो करिब 1:30 देखि 2:30 बजेको बीचमा पहलगामबाट 5 किलोमिटर टाढा रहेको बैरा रन मिडोमा 4 जना आतंकवादीहरूले अचानक गोलीबारी सुरु गरेका थिए। यो क्षेत्र मिनी स्विजरल्यान्डको रूपमा पनि प्रसिद्ध छ। यहाँ घोडा चढ्ने, पिकनिक मनाउने र तस्बिर खिच्ने पर्यटकहरूको भिड थियो। सैन्य पोसाकमा आएका आतंकवादीहरूले अन्धाधुन्द गोली चलाए, जसले त्यहाँ उपस्थित पर्यटकहरूमा त्रास फैलियो। प्रत्यक्षदर्शीका अनुसार आतंकवादीहरूले पर्यटकहरूको धर्म सोधेर हिन्दूहरूलाई निशाना बनाएका थिए। कर्नाटककी पल्लवी नामकी एक महिलाले आफ्ना पति मञ्जुनाथ रावको हत्या भएको बताइन्। उनले आतंकवादीले आफूलाई बाँच्न दिएको र यो कुरा मोदीलाई भन्न जा भनेको दावी गरिन्। हमलामा 26 जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये 24 जना भारतीय पर्यटक, एक नेपाली र एक इमिराती नागरिक छन्। मृतकहरूमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नवराल, तेलंगानामा कार्यरत एक खुफिया ब्युरो आईबीका अधिकारी पनि समावेश छन्। अन्य मृतकहरू महाराष्ट्र, कर्नाटक, ओडिसा, छत्तीसगढ र तमिलनाडुका छन्। 20 भन्दा बढी व्यक्ति यो हमलामा घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। आतंकवादी समूह द रेसिडेन्टल फ्रन्ट टीआरएफले हमलाको जिम्मेवारी लिएसँगै कश्मीरमा बाहिरका मानिसहरूको बसोबासले जनसाङ्खिक परिवर्तन भएको भन्दै यो हमला गरेको दावी गरेको छ। टीआरएफलाई पाकिस्तान स्थित लश्कर ए तबैयाको शाखा मानिन्छ। विश्लेषकहरूका अनुसार यो समूहले स्थानीय अनुहारको आवरणमा आतंकवादी गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ। हमला भएको क्षेत्रमा पैदल वा घोडामा मात्र पुग्न सकिने भएकाले तत्काल उद्धारमा कठिनाइ भएको थियो। स्थानीय बासिन्दा र घोडा चालकहरूले घाइतेहरूलाई बोकेर नजिकैको सडकमा पुर्याए, जहाँबाट उनीहरूलाई श्रीनगर र अनन्तनागका अस्पतालहरूमा लगिएको थियो। साउदी अरबको भ्रमणमा गएका भारतीय प्रधानमन्त्री भ्रमण छुट्याएर भारत फर्किएका छन्। उनले हमलाको निन्दा गर्दै आतंकवादीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता सहित चेतावनी दिएका छन्। उनले मंगलबार मन्त्री परिषदको सुरक्षा समिति सीएसएसको बैठक बोलाएका छन्। गृहमन्त्री अमित शाह श्रीनगर पुगेर उच्च स्तरीय सुरक्षा समीक्षा गरे। उनी हाल घटनास्थलमा सम्पूर्ण ध्यान दिएर लागेका छन्। जम्मू र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आतंकवादीहरूलाई चुर अमानवीय भएको भन्दै यो हमलालाई हालैका वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठूलो हमला भनेका छन्। सुरक्षा बलहरूले बैरासन मिडो क्षेत्रलाई घेरा हालेर आतंकवादीहरूको खोजीमा ठूलो अपरेसन सुरु गरेका छन्। दिल्ली, मुम्बई र अन्य प्रमुख शहरहरूमा सुरक्षामा सतर्कता बढाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्डेज, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादीहरू विरुद्ध लडाईँमा भारतसँग एकजुटता जनाए। संयुक्त अरब इमिरेट, श्रीलङ्का, जर्मनी, फ्रान्स र संयुक्त राष्ट्रसङ्घले पनि हमलाको निन्दा गरेका छन्। हमलापछि पहलगाममा होटेल रद्दीकरणको लहर चलेको छ। पर्यटकहरूलाई सुरक्षित स्थानमा सारिएको छ। एयर इन्डियाले श्रीनगरबाट दिल्ली र मुम्बईका लागि अतिरिक्त उडानहरू सञ्चालन गरेको छ। 30 अप्रिल 2025 सम्मको बुकिङ निशुल्क रद्दीकरणको सुविधा दिएको छ। कश्मीरमा 2024 मा 35 लाख पर्यटक आएका थिए, तर यो हमलाले पर्यटक उद्योगमा दीर्घकालीन प्रभाव पार्ने अनुमान छ। यो हमला 2019 मा धारा 370 खारेजी पछिको सबैभन्दा ठूलो नागरिक हमला हो। टीआरएफ जस्ता समूहहरूले कश्मीरमा आतंकवादलाई निरन्तरता दिइरहेको र यसमा पाकिस्तानको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाएका छन्। हमलामा एक नेपाली नागरिकको पनि मृत्यु भएको खबरले नेपाल पनि शोकमय बनेको छ। यस घटनामा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भनिए पनि आधिकारिक रूपमा नाम र ठेगाना भने पुष्टि भइसकेको छैन। यसको समन्वय भारत स्थित नेपाली दूतावासले गरिरहेको छ। कामको बैरासन मिडोमा भएको यो आतंकवादी हमलाले